सबैजनालाई म युट्युब च्यानल मेरो युट्युब च्यानल बन्धु द नेसनल बन्डिङबाट तपाईहरु सबैलाई नमस्कार गर्न चाहन्छु। र यो औषधिको बारेमा म बताउन गइराखेको छु। यो औषधि तपाईको सुगर बिरामीको लागि औषधि हो। यो तपाईले यो औषधि खाली पेटमा मनतातो पानीमा 10 दिनसम्म तपाईले प्रयोग गर्न सक्नुभयो भने तपाईको सुगर क्लियर है। त्यसैले यो 3200 मिटर अग्लो पहाडमा ठण्डी वातावरणमा उपलब्ध हुन्छ। यो तपाईले चाहिँ धेरै प्रयोग चाहिँ गर्नु हुँदैन। धेरै प्रयोग गर्नुभयो भने चाहिँ तपाईलाई चाहिँ यो लाग्न पनि सक्छ। त्यही भएर बिहान खाली पेटमा एक पत्ता तपाईले चाहिँ के रे प्रयोग गर्न सक्नुभयो भनेपछि खप्तडको नजिक तपाईको यो प्राप्त हुन सक्छ। अरु ठाउँ प्राप्त हुन सक्दैन। खप्तडको छेउछाउमा प्राप्त हुन्छ। र यो च्यानललाई तपाईले गएर सब्स्क्राइब, लाइक, कमेन्ट गर्नु होला र अन्य औषधिको बारेमा पनि हामी तपाईलाई जानकारी नै दिनेछौँ। अन्य औषधिको बारेमा विशेष गरेर अहिलेको लागि यो सुगरको औषधि तपाईले धेरै इन्सुलिन आदि इत्यादि प्रयोग गर्नु पर्दैन। र खाने कुरामा पनि तपाईले कहीं विचार गरेर चाहिँ के रे 10 दिनसम्म रोटी खाएर तपाईले चाहिँ रोटी खानु होला। बिहान खाली पेटमा 1 गिलास मनतातो पानीमा एउटा मात्र पत्ता, धेरै पत्ता खाने हैन। फेरि एकछिनमा क्लियर हुन्छ कि भनेर धेरै पत्ता खाने हैन। एउटा मात्र पत्ता तपाईले प्रयोग गरेर खाली पेटमा खान सक्नुभयो बिहान, अनि त्यसपछि तपाईले बिहान साँझ खान सक्नुभयो भने तपाईको सुगर बिराम क्लियर हुनेछ। 3200 मिटर अग्लो पहाडमा यो पाइन्छ र ठण्डा मौसममा यो पाइन्छ। सबैजनाले चाहिँ बन्धु द नेसनल बन्डिङ च्यानललाई चाहिँ सब्स्क्राइब र लाइक कमेन्ट पनि गर्नु होला। र तपाईले गरेको प्रतिक्रियाको हामी चाहिँ प्रतिक्रियाको जुन मेसेज तपाईले दिनुभयो त्यो मेसेजको बारेमा हामीले रिप्लाई नै गर्नेछौँ। र बेला बेला पार्ट 2 हरू विभिन्न औषधिको आयुर्वेदिक औषधिहरूको चाहिँ बारेमा हामी भन्दै गर्नेछौँ। यो वेदमा पनि उल्लेखित छ। धन्वन्तरी वेदमा चाहिँ तपाईको आयुर्वेदमा चाहिँ यो उल्लेख छ। र यसको बारेमा चाहिँ हामी फेरि पार्ट 2 मा पनि बताउनेछौँ। धन्यवाद।